हेलो साथीहरू, आज म तपाईँलाई फेसबुकको एउटा नयाँ अपडेटको बारेमा भन्छु। फेसबुकले भर्खरै नेपालमा पनि एउटा नयाँ अपडेट दिएको छ। नेपालमा पनि फेसबुकबाट हामीहरूले मोनेटाइजेसन गर्न सकिन्छ। फेसबुकबाट हामीहरूले पैसा कमाउन सकिन्छ। भर्खरै आएको अपडेट हो यो। के गरेर पैसा कमाउन सकिन्छ भन्दाखेरि हामीले हालेको भिडियो, हामीले हालेको रिल्स, हामीले हालेको फोटो, यी सबैबाट हामीहरूले पैसा कमाउन सक्छौँ। त्यसको लागि हामीले फेसबुकमा एक दुईवटा सेटिङहरू मिलाउनुपर्छ। जस्तै मैले यो प्रोफेसनल ड्यासबोर्ड बनाएको छु। यस्तो हामीले गराएपछि हाम्रो फेसबुकमा पनि पैसा आउने गर्छ। त्यसको लागि हामी एउटा नयाँ आइडीमा जान्छौँ। यहाँ म एउटा नयाँ आइडीमा जान्छु। यो मेरो प्रोफेसनल छैन, यो मैले नर्मल आइडी हो। यो नर्मल आइडी हो। म यसलाई प्रोफेसनल बनाउँछु। यसबाट हामीले कसरी पैसा कमाउन सकिन्छ त्यसको बारेमा तपाईँहरूलाई आज जानकारी दिन्छु। यदि राम्रो लाग्छ भने भिडियो लास्टसम्म हेर्नुहोला। फेसबुकबाट पैसा कमाउन चाहनुहुन्छ भने पहिला यस प्रोफाइलमा जानुहोस्। हेर्नुहोस्, मेरोमा यसमा केही छैन। यसमा प्रोफेसनल मोड केही छैन। यो मेरो नर्मल फेसबुक आइडी हो। भर्खरै खोले नर्मल फेसबुक आइडी। अब यसको लागि हामी पहिला थ्री डटमा जाने, तल लेखा हुन्छ टर्न अन प्रोफेसनल मोड, यसमा क्लिक गर्नु होला। यसमा यहाँ टर्न अन लेखा हुन्छ, यसमा दाब्ने। यसमा दाबिसकेपछि हामीले यसमा सबैले आफै बनाइन्छ। हामीले बस यसमा यो नेक्स्टमा दाबिरहने हो। यहाँ पनि यसो पढ्ने अनि यहाँ नेक्स्टमा दाब्ने। यहाँ पनि पब्लिक, यस्तो यहाँ पब्लिक यहाँ छान्नुपर्छ। यहाँ पब्लिकमा गरायो, नेक्स्टमा दाब्यो। यहाँ अब कन्फर्म गर्नुपर्छ, कन्फर्म गर्यो। त्यसपछि हाम्रो भइसक्यो। अब यसबाट हामीले भिडियो, स्टोरी, रिल्स, पोस्ट, अब त्यहाँ यिनी जतिबाट पनि हामीले भ्युज अनुसार पैसा कमाउन सकिन्छ। यहाँ दाबिसकेपछि सब नेक्स्ट गराउने। हाम्रो प्रोफेसनल मोड रेडी भइसक्यो। यो प्रोफेसनल मोड रेडी भइसक्यो। अब ब्याक आउने हो भने यो प्रोफेसनल मोड छ। अब हामीले यहाँबाट भिडियो हालेर, स्टोरी हालेर अब पैसा कमाउन सकिन्छ यदि हामीले चाह्यौँ भने। तर आफ्नो ओरिजिनल कन्टेन्टमा बनाउनु पर्छ। ल त हाम्रो अब प्रोफेसनल मोड अन भइसकेको छ। अब यसमा हामीहरूले भिडियो, फोटो अनि रिल्स यिनीहरू हालेर हामीले सजिलै घरमै बसी पैसा कमाउन सक्छौँ। यदि यो भिडियो तपाईँहरूलाई राम्रो लागेमा सब्सक्राइब गरिदिनु होला।